जसले यो खसी चिनाउँछ त्यसले 500 रुपैयाँ पाउनेछ केटा हो। जसले यो खसी चिनाउँछ त्यसले 500 रुपैयाँ पाउँछ। कोही छ? के रहेछ त्यहाँ? जुम। जसले यो खसी काट्छ त्यसले 500 रुपैयाँ पाउँछ। जसले यो खसी काट्छ त्यसले 500 रुपैयाँ पाउँछ। कोही छ? यो खसी काट्ने कोही छ? त्यसले 500 रुपैयाँ पाउनेछ। म चाहिँ काट्दिनँ, यो समाउँछु, मलाई पनि हुनुपर्छ है। खसी काट्यो भने 500 रुपैयाँ पाउँछ? दिन्छ होला, के विचार छ? ट्राई गर न। दाजु यो खसी काट्यो भने 500 रुपैयाँ दिनुहुन्छ? दिन्छु। ट्राई गर्ने भाइ? गर्छु। लिनुहोस्। लु म पुच्छर समाउँछु, मलाई पनि हुनुपर्छ है। ए खसी, तँ पशु भएर कति दिन बाँच्छस्? मेरो साथीले तँलाई छिनाउनेछ। तँ आँखा चिम पारेर बस, अर्को पालि त पक्कै मानिस हुनेछस्। को त्यो चिच्याउने केटी? ओइ उठ। ए खसी मर्यो? मर्छ, तँलाई हेरिरहेको छ। केटी चिच्चाइकीले गर्दा नर्भस भए। अब फेरि एकपल्ट ट्राई गर्छु ल। अब कोही नकराउनु है। को त्यो चिच्याउने केटी? तेरै पछाडि छ। कस्तो नराम्रो मान्छे हौ, बिचारा खसीलाई कस्तो माया लाग्यो। कोही पनि नचिच्याउनु है। के तपाईँले यसलाई काट्नु नै हुन्छ? अहिले मैले यसलाई काटिने भन्ने बेलुका तिमीले मटन करी पाउने छैनौ, त्यसै कारणले म यसलाई काट्दैछु। ए म चाहिँ भेजिटेरियन हो ल। तपाईँले सबैको अगाडि यसरी खसी काटे, अरू युवा युवतीहरू पनि त प्रेरित हुन्छन्। प्रेरित भएको के नराम्रो हो त? हो, नराम्रो त हो त, कारण हिंसाप्रति प्रेरित भएको राम्रो होइन। हिंसा के हो साथी? जहाँ दया हुँदैन, जहाँ क्षमा हुँदैन, त्यहाँ हिंसा हुन्छ। नरिसाउनुहोस् ल दाजु। हुन्छ। म आज खसी काट्नु सक्दिनँ। राम्रै केटीले तिम्रो मन जिते जस्तो छ। जिन्दगीको हरेक मोडमा के भेटिन्छ। ओ 500 रुपैयाँ माया मारेको तिमीले? हजुर। यो बहिनीले गर्दा हो नि, खसी छिनाकमा मैले नि केही रुपियाँ पाउने थिएँ नि। ओहो दाइ भयो ल। के हौ? ठुलो मान्छेहरू बोल्दा बिच ट्याउट्याउ नबोल्नुहोस् त तपाईँले। खासमा म पनि ठुलै मान्छे हो, बुझ्यौ? हेर्दा मात्र पुड्के देखेको। अब छोडिदिनुहोस्, म मेला घुम्न आएको थिएँ, खसी काट्ने मेरो उद्देश्य थिएन। नरिसाउनुहोस् ल। अब के हो? कस्तो मान्छे रहेछ हौ, राम्रै।